ललितपुरको खोकना स्थित सिकाली क्षेत्रमा घोडा सवारी गराउँदै आएका ज्ञानी राजा महर्जनले पछिल्लो समय थेचो स्थित एग्रो स्टुडियोसँग पनि सहकार्य गरेका छन्। जुजु हर्स नामक फार्मले सञ्चालन गर्दै आएको घोडा सवारी सिकाली क्षेत्रमा ग्राहकहरूलाई तालिमका साथै प्याकेज मार्फत पनि सवारी गराउँदै आएका महर्जनले थेचोमा पनि सञ्चालन सुरु गरेका हुन्। विक्रम सम्वत 2079 सालदेखि सञ्चालनमा आएको जुजु हर्स पछिल्लो समय ग्राहकहरूको रोजाइमा परेको छ। सिकाली मन्दिरमा घुम्न आउने पर्यटकलाई थप मनोरञ्जन दिँदै आएको छ। सस्तो र सुरक्षित रूपमा तालिम दिँदै आएको कारण जुजु हर्स ग्राहकहरूको रोजाइमा पर्न गएको हो। मैले चाहिँ यो जुजु हर्स स्टेबल फार्ममा 1 महिनाको प्याकेज लिएको थिएँ, तर मलाई यहाँको अङ्कलले 2 हप्तामै आफैले राइड गर्न सक्ने गरी सिकाउनु भयो। यहाँ राम्रो र सहज वातावरण पनि मैले पाएँ। जुजु हर्समा हाल 3वटा घोडाबाट सवारी गराउँदै आएको छ। कतिपय ग्राहकहरू सामाजिक सञ्जालमा देखिएको भिडियो मार्फत पनि आउने गरिएको छ। वैदेशिक रोजगारीमा जाने युवाहरू पनि आवश्यक सिपको रूपमा तालिममा सहभागी भएको महर्जनको भनाइ छ। हामीले अब मान्छेहरूको चाहना अनुसार चाहिँ ट्रेनिङका साथसाथै हामी राइडमा लाने हामी गरिरहेका छौँ। अनि हामी अहिले चाहिँ विदेश जानको लागि चाहिँ तयारी गरिरहेका साथीहरूलाई पनि हामी ट्रेनिङ दिइरहेका छौँ। साहसिक अनुभव लिन वा घोडासँग आत्मीयता गाँच्न मनपर्ने व्यक्तिहरू यहाँ आएर घोडा सवारी गर्ने गर्छन्।